नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। जनकपुर धामको बेलामा स्कुल बसले टक्कर दिँदा एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान जनकपुर धाम वार्ड नम्बर 23 बेलामा जनकपुर धामको ब2 प 760 नम्बरको स्कुल बसले भारत मधुबनी विभागका 27 वर्षीय ममताज कवाईलाई टक्कर दिएको छ। गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुर धाममा मृत घोषणा गरिएको थियो। साइकलबाट गइरहेको बेला बसले टक्कर दिएको थियो। प्रहरीले स्कुल बस र चालक नियन्त्रणमा लिएको छ। काठमाडौँ महानगरपालिकाले शान्ति बाटिकामा धरना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरू महानगरपालिका विरुद्ध आन्दोलित भएका छन्। शान्ति बाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरूको छुट्टा छुट्टै समूह धरना बस्दै आएका छन्। गत सोमबार काठमाडौँ महानगरपालिकाले शान्ति बाटिकामा धरना पीडितहरूलाई हटाएसँगै पीडितहरूको महानगरपालिका विरुद्ध आन्दोलित भएका हुन्। बिहीबार शान्ति बाटिकामा पीडितहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई महानगरपालिकाले ज्यादती गरेको बताएका छन्। शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधान प्रदत्त अधिकारमाथि महानगरपालिका मेयर बालेन शाहले हस्तक्षेप गरेको उनीहरूको भनाइ छ। उनीहरूले शान्ति बाटिकामा आफूहरूको धारणा जारी रहने पनि बताएका छन्। 238 दिनदेखि आरती शाहको न्यायको लागि भन्दै धारणामा बसेका आरती शाहको दाजु प्रेम शाहले आफूहरू हत्यारा प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबाट पनि पीडित भएको बताएका छन्। प्रहरीबाट मात्र पीडित नभइकन र मेरो बहिनीको हत्याराबाट पीडित मात्रै नभइकन काठमाडौँका मेयर बालेन शाहज्यूबाट पनि हामी चाहिँ पीडित भएका छौँ र यो भन्दाखेरि मलाई अत्यन्त दुःख चाहिँ लागिरहेको छ र म यो कुरा चाहिँ हेराउन चाहन्छु तपाईहरूलाई। यो हाम्रो देशको उहाँ चाहिँ हिटलर नबनिहाल्नुहोस् त्यसका लागि चाहिँ म उहाँको विरोध चाहिँ गर्न गइरहेको छु। किन भन्दाखेरि उहाँ चाहिँ अहिलेसम्म काठमाडौँमा जे जति गर्नुभएको छ सबै तानाशाह जतिको जति गर्नु भइरहेको छ हैन। उहाँ चाहिँ गाना चाहिँ गाउनुहुन्छ। त्यस्तै मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति उपत्यकाका सदस्य मुन्ना केसीले गत सोमबार धनरत महिला तथा बालबालिकाहरूलाई नगरपालिकाले जबरजस्ती शान्ति बाटिकाबाट निकालेर ज्यादती गरेको बताएका छन्। उहाँले महिलामाथि ज्यादती गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने बताएका छन्। तर एकपल्ट हजुरले हामीलाई आएर अब भन्नुपर्छ, हामीलाई जसरी जबरजस्ती निकाल्नु भएको थियो अब कहाँ लगेर राख्ने विचार छ, हामीलाई बताइदिनुपर्छ। होइन भने हामीले यो ठाउँ छोड्नेवाला छैनौँ। हामी लगातार हामी मिटर ब्याज पीडित भयौँ भनेर 3 वर्षदेखि हाम्रा तराईका थुप्रै मधेसी दाजुभाइ दिदीबहिनी हामी एक सबै पहाडी हुँदै हुँदै बढ्दै आज। त्यसै गरी विगत 25 दिनदेखि धरनारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताएका छन्। उहाँले आफूमाथि राज्यले आतंक मचाएको पनि बताएका छन्। उहाँले प्रमाण हुँदाहुँदै पनि बलात्कारी न्यायाधीश भुवन गिरीलाई न्यायालय संरक्षण गरिरहेको बताएका हुन्। यो मेरो देशमा नन्दकृष्ण अधिकारी 91 दिनमा मर्नु भएको लोकतान्त्रिक अधिकारमाथि सरकारले बारम्बार पटक धावा बोलिरहेको छ। सरकारको यो राज्यको आतंक हामी अब सहन सक्दैनौँ। हामीलाई बरु उहाँले न्यायालय कहिले स्वतन्त्र र शुद्धिकरण हुन्छ भनेर प्रश्न समेत गर्नुभयो। पीडितहरूले आफूहरू शान्ति बाटिकामा बसेर विरोध प्रदर्शन गरिरहेका बताएका छन्। जनकपुर धाममा भएको दुर्गा परसाई नेतृत्वको राष्ट्रियता धर्म सांस्कृतिक नागरिक बचाउ महाअभियान आम सभा न्यून सहभागिता कारण असफल भएको छ। जनकपुर धामको ऐतिहासिक 12 बिघा रणभूमि मैदानमा विशाल आम सभा हुने प्रचार गरिए पनि सभामा न्यून सहभागिता मात्र देखियो। सभामा आकर्षणको केन्द्र मानिएका दुर्गा परसाई जनकपुर धाम आएर पनि सभामा सहभागी जनाएनन्। उनी होटलबाटै सुन्दलीतिर गएका छन्। घाँटी दुखेका कारण सभामा उपस्थिति हुन नसकेको उनका अभियानीहरूले जनाएका छन्। सभामा भएको न्यून उपस्थितिले परसाईलाई
झट्का लागेको छ। उनका एक अभियन्ता रमेश शाहले उहाँलाई घाँटीमा समस्या रहेको सभामा आउन नसकेको बताएका छन्। उनले सहभागीहरूसँग माफी पनि मागे। जानकारी होला, वहाँ भाटभटानीको छेउमा एउटा होटल छ राजदरबार भन्ने। राजदरबारमा उहाँ आउनुभयो, निकै राम्रोसित खाना खानुभयो, बस्नुभयो होइन। एकछिनको लागि उहाँलाई घाँटीमा प्रब्लम देखियो। प्रब्लम नदेख्दाखेरि उहाँले भन्नुभयो तपाईँहरू गएर मञ्च र त्यहाँ कार्यक्रम स्थल सम्हाल्नुहोस् गएर। हामी यहाँ आएपछि उहाँले भन्नुभयो मलाई 2 घन्टा रेस्ट चाहिन्छ नरेशजी, 2 घन्टा रेस्ट नभए म बोल्न सक्दैन मलाई, किनकि क्यान्सर सर्भाइभ भएको व्यक्ति, अप्ठ्यारो धेरै निकै भयो घाँटीमा। अब कि त मलाई घर फर्केर जानुपर्छ कि त बस्नुपर्छ। अनि त्यसपछि मैले भने दाइ 2 घन्टा रेस्ट गर्ने हो भने रेस्ट गर्नुहोस्, अनि नभए तपाईँ फर्किहाल्नुहोस्। अनि भन्दा अहिले भर्खर मैले उहाँको कुरा सुने, 1 घन्टा अगाडि उहाँ लगभग त्यहाँबाट हिँडिसक्नुभयो। अहिले ठिक पोजिसनमा हुनुहुन्छ, खराब पोजिसन त्यति छैन, तर 1 घन्टा अगाडि उहाँले यहाँबाट गइसक्नुभयो। अब यो कुरा मैले सुन्दाखेरि साह्रै दुःख लाग्यो। म भगवान् ईश्वरसँग र माँ जानकीसँग प्रार्थना पनि गरिरहेको छु कि दुर्गा दाईलाई कमसेकम शीघ्र स्वास्थ्य लाभको कामना गर्दै म फेरि यही ठाउँमा हेर्नुहोस्, आज जे भयो भयो, त्यसको लागि सम्पूर्ण जनकपुरवासी र महोत्तरी। यसअघि महाअभियानका नेताहरूले बैंक, लघुवित्त लगायतले गरेको नीतिगत अत्याचारका साथै हिन्दू राष्ट्र निर्माणका लागि महाअभियान चलाइएको बताइएका थिए। उनीहरूले देशका सबै नेताहरूले अहिलेसम्म कुर्कुम गरी कमाएका र घरमा लुकाएर राखेका अरबौं रुपैयाँ नष्ट गर्न आर्थिक क्रान्ति गर्नुपर्ने पनि जनाएका छन्। सरकारले तपाईलाई लगाइदिएको रहन्छ। अब हेर्नुहोस् त्यो पैसा कहाँ गयो। म अघि 1 घन्टा थापा चौकमा बसेर हेरेँ, नेपालका 1 घन्टा बस्दा 30वटा सरकारी गाडी आए, BMW पनि आए, 4 करोडका पनि आए। गाडीमा विकास भयो, जन्मै भ्रष्टाचार गरेर खाए। त्यति मात्रै गरेनन्, एउटा प्लेन किन्ने भन्ने योजना बनाऊ। वाइड बडी भन्ने एउटा ठुलो प्लेन छ। सुरुमा बैंक तथा वित्तीय संस्थाका ऋणीहरूको पीडाको विषयमा भाषण गरे पनि पर्साइ नै नआउने खबर भएपछि सहभागीहरू घर फर्कन लागेका थिए। यो देखेर स्थानीय नेताहरूले जनकपुर धामका अन्य विषयहरू उठाउन गर्दै भाषण गर्न थालेका थिए। पर्साइका अभियानी जय शाहले जनकपुर धामको लामो खुट्टे, ढल निकास, ट्राफिक सहित अनेकौं समस्या र विकासका चित्रहरू सहितको पोस्टरमा आफूलाई अभियानीको सारथी भने दर्शाएका थिए। शाह आफू अनुकूल मात्र चल्न खोजेकाले पनि सभामा समस्या आएको महाअभियानका अगुवाहरूले नै टिप्पणी गरेका थिए। पर्साई समूहले सबै निजी बैंकहरूलाई राष्ट्रियकरण गरेर ब्याज दर 3% मा झार्न र वर्षमा 150 देखि 200 अरबसम्मको भ्रष्टाचार रोक्ने उद्देश्यले आर्थिक क्रान्ति गर्न लागेको जनाउँदै आएको छ। त्यस्तै प्रत्येक परिवारको स्वास्थ्य बैंक खातामा अरू कामको लागि चलाउन मिल्न नसक्ने 5 लाखदेखि 15 लाखसम्म उपचार रकम जम्मा गर्न बिना धितो चाहिएको बेलामा ब्याजमा बैंकबाट पैसा पाउनको लागि 5 वर्षमा दाइजो प्रथा सधैँका लागि समाप्त गर्न र तलदेखि माथिसम्म हरेक विभागमा भ्रष्टाचार 100% अन्त्य गर्नका लागि आर्थिक क्रान्ति गर्न लागेको पनि पर्साई समूहले जनाएको छ। यसअघि माघ 23 गते पर्साई समूहले पत्रकार सम्मेलन गरेकै दिन जनकपुर धाममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, तामालोपा सहितका दलका नेताहरूले विज्ञप्ति नै जारी गरी संविधान विपरीत गतिविधि निषेधित पार्नुपर्ने बताएका थिए। भारतको पुणेका उद्योगपतिहरूले जानकी मन्दिरमा पूजापाठ गरेका छन्। अयोध्या र जनकपुर धामलाई जोड्ने योजनामा सहयोग पुग्ने उद्देश्य यसको अध्ययनका लागि आएका पुणेका उद्योगपतिहरूले बिहिबार जानकी मन्दिरमा पूजापाठ गरेका हुन्। बृहत्तर जनकपुर धाम क्षेत्र विकास परिषदका अध्यक्ष शीतल शाहले जानकी मन्दिरको पर्यटक प्रबन्धनमा उनीहरूको भ्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। जो बम्बई विकास में लगी बहुत इंडस्ट्रियल इनका सबके अंडर में है और ये पर्यटन प्रवर्धन
हुने गरी एक जैसे अयोध्या जनकपुर के लिंक अप केना होते वही ढंग से ये सब जैसे सोच कर जैसे स्टडी फिजिबिलिटी स्टडी के लागि आएको थिए। भारतीय उद्योगपतिहरूले आफूहरू जनकपुर धाम आएर धेरै राम्रो महसुस गरेको भन्दै जानकी मन्दिरलाई विश्व स्तरमा थप प्रबन्धन गर्न भारतीय सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। जनकपुर पहले हम लोग काठमांडू गए और अभी अयोध्या के कारण हम लोग जनकपुर यहाँ आए गए। यहाँ का क्या डेवलपमेंट हो रहा है, पर्यटन क्या हो रहा है, यहाँ के आपके जो मेयर मिले हमको, यहाँ के पर्यटन के जो अध्यक्ष है यहाँ वो भी मिले हमें और उन्होंने हमें सब एक्सप्लेन किया। इवन मंत्री जी भी मिले हमको, यादव जी, श्रीमती यादव मैडम भी मिले, तो सुनीता मैडम भी मिले। तो इसके कारण ये मालूम पड़ा कि आपको भी यहाँ डेवलपमेंट का बहुत बड़ा स्कोप है, आपका जल्दी डेवलपमेंट होगा और इसमें हमारे भारत का मोदी जी भी आपको सहकार्य करेंगे, ऐसे हम अपेक्षा रखते हैं। भी जाना बहुत ज़रूरी है कि जो सीता मैया का अपना खुद का घर है, पियर है, और राम जी का रामलीला का जो है ससुर जी का घर है। तो हम लोग यहाँ पर दर्शन के लिए आए, काफ़ी खुश हुए। यहाँ की साफ़ सुथरा बना और ये मंदिर इतना भव्य देखकर हम काफ़ी खुश हो गए हैं। उसके बाद में यहाँ पर जो पर्यटन मंत्री जो है सुनीता जी, उनको भी मिलकर आए। यहाँ पर महंत जी को भी मिले, उन्होंने सब यहाँ की जो सब इन्फॉर्मेशन हमें दी कि भाई जनकपुर के बारे में क्या क्या हुआ, कैसे हुआ, सीता मैया का क्या क्या रोल हुआ, सब हमको इन्फॉर्मेशन दी। हम बहुत खुश हुए। त्यस क्रममा उनीहरूले जानकी मन्दिरका सहायक महन्त राम रोशन दाससँग जानकी मन्दिरको विषयमा जानकारी लिएका थिए। यसअघि उनीहरूले मध्य प्रदेश उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनीता यादवसँग पनि भेटघाट गरेका थिए। जनकपुर साहित्य महोत्सवको तयारी स्वरूप जनकपुर धाममा वक्तृत्व कला प्रतियोगिता भएको छ। फागुन 10 गतेदेखि जनकपुर धाममा हुन लागेको जनकपुर साहित्य महोत्सवको तयारी स्वरूप बिहीबारदेखि वक्तृत्व कला, कविता र शिल्पकला प्रतियोगिता सुरु भएको हो। फागुनमा हुने महोत्सवमा सहभागी हुने विद्यार्थी छान्नका लागि बिहीबार वक्तृत्व कला प्रतियोगिता गरिएको छ। यो प्रतियोगिताबाट 5 विद्यार्थी छानिएका छन्। प्रतियोगितामा निजी तथा सामुदायिकी गरी 60 विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। छनौट भएका विद्यार्थीहरूले फागुन 10 गते हुने वक्तृत्व कला सहभागिता जनाउनेछन्। आज प्रत्येक वर्ष झै यस वर्ष पनि नवमिथिला फाउन्डेसनले वक्तृत्व कला, कविता र शिल्पकला, आर्ट एन्ड क्राफ्ट प्रतियोगिता गराउने गर्छन्। यस जनकपुर साहित्य महोत्सव 5औं संस्करणमा हामी तयारीमा जुटेका छौँ। आज वक्तृत्व कला प्रतियोगिता 60 जना भन्दा बढी विद्यालयहरू सहभागी भएका छन्। जनकपुरका प्राइवेट स्कुल, बोर्डिङ स्कुल र गभर्मेन्ट स्कुलका विद्यार्थीहरू सहभागी भएका छन्। आज 60 जना विद्यार्थीहरू, 5 जना उत्कृष्ट विद्यार्थीहरू छानिएका छन् र ती विद्यार्थी जनकपुर साहित्य महोत्सवको मञ्चमा फाल्गुनको 10 गते राम मन्दिरको प्राङ्गणमा उहाँहरू फेरि प्रस्तुत हुनेछन्। त्यहाँबाट उहाँहरू प्रथम, द्वितीय र तृतीय हुनेछन्। तिनीहरू हाम्रो विशिष्ट अतिथि पाहुनाहरूबाट सम्मान हुनेछ। प्रथम हुनेलाई 21,000 नगद सहित मेडल र सर्टिफिकेट हामी प्रदान गर्छौँ। त्यसै तृतीयलाई 11,000 र तृतीयलाई 5100 हामी प्रदान गर्छौँ र भोलि हामी कविता प्रतियोगिता गर्नेछौँ। शुक्रबार कविता प्रतियोगिता हुनेछ। जनकपुर साहित्य महोत्सवको 5औं संस्करण 10 देखि 12 गतेसम्म जनकपुर धाममा आयोजना हुन लागेको छ। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। एहनो कतौ भेलैया करते कोई आ भरते कोई की भेलै पप्पा? मोहना के पुलिस पकड़ के ल गेलैया। कहै छलैया जे ओकरे मोबाइल प्रयोग भेल छै, जे अपन नाम के सिम दोसर साथी के देने छलै। एकरे कहै छै जे खेत खाय गदहा आ मार खाय जोलहा। हाँ पप्पा ठीके कहलिया, समय में सचेत हो जाए। नहीं अपन सिम दोसर के दी, नहीं दोसर के सिम प्रयोग करी। केकर सिम कार्ड अपने चलाब रहल छी से बुझ के है तो *922 हैच डायल क के बुझ सकै छी। ई त हमरा बुझल है, अपने नाम के सिम कार्ड प्रयोग करे के चाहिए, न तो कखनो झमेला में पड़ सके छे। यदि सिम अपना नाम पर नहीं है तो नेपाल टेलीकॉम में जाकर अपना नाम पर दर्ता करा सकै छी। आई प्रीपेड के हक में मात्र लागू है। से हुब्बा नहीं है, नागरिकता लकर नेपाल टेलीकॉम में जाते अपन नाम से सिम कार्ड निकाल लेते।
अपना नाम के सिम कार्ड प्रयोग करू और दूसरों के सलाह दियो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। जब केस है मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। विश्रामपछि पुनः समाचारमा स्वागत छ। सरकारले हुलाक सेवामा रहेका 1636 दरबन्दी खारेज गर्ने निर्णय गरेको छ। बिहिबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी 1636 दरबन्दी खारेज गर्न निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्राविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ। उहाँले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताउनु भएको छ। हुलाकले सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो। विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उल्लेख्य मन्त्री शर्माले बताउनुभयो। उहाँले गरिब परिवारलाई पहिचान परिचय पत्र विवरण निर्देशिका 2080 स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने भन्ने निर्णय भएको छ र भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण पहिलो संशोधन निर्देशिका 2080 स्वीकृत गर्ने भन्ने पनि निर्णय भएको छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश 2080 बमोजिमको अध्यक्ष पदमा महोत्तरी जिल्ला साबिक मनरा। उहाँले रामराज प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश 2080 बमोजिम अध्यक्ष पदमा महोत्तरी जिल्लाका डाक्टर परशुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय भएको समेत जानकारी दिनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेको बताउनु भएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउनुभयो। उहाँले नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति 2080 जारी गरी अहिले कार्यान्वयनमा ल्याइएको बताउनुभयो। उहाँले कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरू पनि अघि बढाउन खोजिरहेको पनि बताउनुभयो। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन नवीन प्रविधिलाई आत्मसात गर्दै आविष्कार र नवप्रबन्धनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, AI जस्ता प्रविधिको आत्मसातीकरणका साथ आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानुनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। सूचना र प्रविधि सम्बन्धी कानुनको हामीले तयारी गरिरहेका छौँ। कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका संरचनागत कामहरू पनि हामी अगाडि बढाउन खोजिरहेका छौँ र सूचना र प्रविधि क्षेत्रमा विकास र प्रयोग बढाउन नवीन प्रविधिलाई आत्मसात गर्दै आविष्कार र नव प्रवर्धनमा जोड दिनुपर्नेछ। विश्वमा एकपछि अर्को प्रविधिको विकास र प्रयोग हुँदै गएकाले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, AI जस्ता प्रविधिको आत्मसातीकरण साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत कानुनी र संरचनागत व्यवस्था गर्नुपर्नेछ र हाम्रोमा समस्या के भएको छ भने सूचना र प्रविधि अगाडि अगाडि, तपाईँ हामी पछाडि पछाडि, हाम्रा कानुन पछाडि पछाडि हाम्रो विडम्बना भएको। मन्त्री शर्माले नेपालमा सूचना प्रविधि अघि अघि र देशका कानुन पछि पछि भइरहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र महतले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताउनु भएको छ। बिहिबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन 2081 को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो। उहाँले विगतमा विदेशी लगानीकर्ताहरू नेपालमा आफै सम्पर्क जाँदा समेत उदासीन हुने गरेको भए पनि अहिले लगानी गर्न आफै खोज्दै आइरहेको बताउनुभयो। उहाँले विदेशी लगानीकर्ताहरू इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले वैशाख 16 र 17 गते हुने लागि सम्मेलनलाई ग्रान्ड सक्सन बनाउन आग्रह गर्नुभयो। अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताउनुभयो। उहाँले सो सम्मेलनमा नेपालमै हाल समयकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने
बताउनुभयो। उहाँले सो सम्मेलनमा 92 देशका प्रतिनिधि वर्ल्ड बैंकका प्रमुखको उपस्थिति हुने बताउनुभयो। लगानी सम्मेलनलाई सफल बनाउन सके सो सम्मेलनमा फाइदा हुने समेत बताउनुभयो। उहाँले सुरुवातमा कर र कन्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताउनुभयो। लगानी सम्मेलनले नेपाली लगानीकर्ताहरू पनि उत्साहित बनाउन जरुरी रहेको समेत बताउनुभयो। गर्नको लागि वर्ल्ड बैंक तयार भएको अवस्था छ। औपचारिक चिठी पनि केही दिनमा आउँछ। अहिलेसम्म नेपालमा भएको सबभन्दा ठुलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदैछ। 92 भन्दा बढी देशको प्रतिनिधित्व हुन्छ। वर्ल्ड बैंकको प्रेसिडेन्ट लगायतको उपस्थित हुन्छ र अन्य यो कार्यक्रममा बोल्दै सरकारका मुख्य सचिव डाक्टर बैकुण्ठ आर्यले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाई संसदबाट पास गर्नुपर्ने बताउनुभयो। उहाँले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा रूपमा अघि बढाउन सके लगानी सम्मेलनमा सहजता आउने बताउनुभयो। लगानी सहजीकरणका लागि केही नेपाल ऐन संशोधन मात्र, त्यति मात्रै। केही नेपाल ऐन संशोधन भनेर सबै समग्रमा नेपाल ऐन संशोधन भनेर नभन्ने, एउटा त विधेयक अहिले पनि संसदमा विचाराधीन नै छ। त्यसैले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा बनेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक भनेर यसरी केही लान सक्यो भनेदेखि। बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका काम कारबाहीको बारेमा जानकारी गराइएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनु भएको छ। बिहिबार ललितपुरमा किशोर किशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले नेपालमा बालबालिकादेखि किशोर किशोरीहरूमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताउनुभयो। उहाँले मानसिक रोगको उपचार केन्द्र साथै प्रदेशमा विस्तार गर्न जरुरी रहेको पनि जानकारी दिनुभयो। उहाँले सेवा विस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताउनुभयो। मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो। सुरु भएको छ। यही सन्दर्भमा 37 वर्ष पहिलादेखि बालबालिकाहरूको हक अधिकारका लागि लड्दै आएको, काम गर्दै आएको सिबी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरू सहयोगीहरूलाई जुटाएर जुन किसिमले किशोर किशोरीहरूलाई उपचार, मानसिक रोगको उपचार गर्ने एउटा युनिट यहाँ बनाउनु भएको छ। मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानुन समेत बनाएर अघि बढाउनु पर्ने बताउनुभयो। सुरक्षण मुद्रण गर्नुपर्ने कुनै पनि समग्रहरूलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिने भनिए भएको छ। बिहिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरूको संशोधन उप छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरू मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो। विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक नोट र राहदानी बाहेक सामग्रीहरूलाई अन्य व्यक्ति वा निकायहरूमा पनि दिन सकिने व्यवस्था आएपछि सांसदहरूले संशोधन हाल्दै सरकारी निकायभन्दा बाहिर मुद्रण गर्न दिनु नहुने बताएका थिए। बैठकमा बोल्दै समिति सदस्य देवेन्द्र पौडेलले निजी क्षेत्रलाई पैसा दिएर गराउनु पर्ने काम सार्वजनिक संस्थाहरूलाई नै गराउन सके सांकेतिक संस्थाहरूको समेत उन्नति हुने बताउनु भएको छ। अथवा चाहिँ भाषा मिलाएर लेखौँ, जनशिक्षा सामग्री छ, किताब छाप्छ होइन, यो भनेको धेरै होइन, लोड हुने कुरा होइन, उसले पनि छाप्न सक्छ। साझा प्रकाशन छ, ठाउँ लिएर चाहिँ तपाईँको थला पर बसेको छ, पैसा दिने हो भने त्यसलाई दिएर चाहिँ यो जिम्मेवारी दिउँ। त्यसकारण मेरो धारणा के छ भने यस प्रकृतिका यो काम। त्यस्तै प्रतिनिधि सभा सदस्य ईश्वर धरतीले सुरक्षण मुद्रण सुरक्षाको हिसाबले पनि चुनौतीपूर्ण हुने भन्दै निजी क्षेत्रलाई दिएमा सुरक्षा नहुने धारणा राख्नुभयो। उहाँले पनि राज्यले नै सुरक्षण मुद्रणको सम्पूर्ण काम गर्नुपर्ने बताउनुभयो। अब यो निजी क्षेत्रलाई दिने कुरा त्यति असम्मत त नहोला होइन, तर चाहिँ सुरक्षाको ग्यारेन्टी के हुन्छ? के चाहिँ अहिले चाहिँ राज्यले सञ्चालन गर्दाखेरि जसरी 3वटा घेराभित्र सञ्चालन गरेर सुरक्षा एकदम मजबुत बनाएर मिसयुज नहुने हिसाबले गर्छौँ भने जस्तो के यो व्यक्ति र निकायलाई चाहिँ यो दिँदै गर्दाखेरि त्यसको सुरक्षाको चाहिँ ग्यारेन्टी हुन्छ त? समितिका सबै सदस्यहरूले सुरक्षण मुद्रणको कुनै पनि काम निजी क्षेत्रलाई दिन नहुने धारणा राख्नु भएको थियो।
अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B2A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। ग्लो हो मेरो पावर, यसैले म गर्छु मेरो ग्लोको पावर अप हरेक दिन नयाँ लक्सको साथ। ज्यास्मिनको सुगन्ध र बदामको तेलयुक्त चम्किलो त्वचाको लागि लक्स। Anti-4G कस्तो छ? I've been using Anti-4G since 2017. It's so smooth, fast and affordable. Yes bro, you are absolutely right. नेपाल टेलिकम, राष्ट्रको सञ्चार। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। श्री मसरूर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। बिन्दनवासिनी गाउँपालिकाद्वारा आयोजित विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिकाभरिका 14 सामुदायिक विद्यालयको सहभागिता रहेको थियो। अहमदिया सङ्घ नेपालद्वारा सञ्चालित बिन्दवासिनी गाउँपालिकाको वाडा नम्बर 5 स्थित सार्वजनिक शैक्षिक गुठी श्री मसरूर पब्लिक आधारभूत विद्यालय गरी 15वटा खेलमा सहभागी भएका थिए। यस प्रतियोगितामा चक्रियतः भलिबल, ब्याडमिन्टन, दौडे, स्कटिङ, म्युजिकल चेन्जर, बिस्कुट रेस, चम्चा गुच्चा जस्ता रोमाञ्चक खेलहरू भएका थिए। यस प्रतियोगितामा सहभागी भएका मध्ये प्रावि तहका प्रथम पुरस्कार र मावि तहका तेस्रो स्थान हासिल गरेका श्री मसरूर पब्लिक आधारभूत विद्यालयलाई प्रशंसा गर्दै प्रधानाध्यापक शाहजाद हुसेन गद्दीलाई गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले र गाउँपालिका शिक्षा प्रमुख कपिल लामिछानेबाट संयुक्त रूपमा पुरस्कार वितरण गरिएको थियो। नेपालले क्यानाडासँगको पहिलो एकदिवसीय क्रिकेटमा बिहिबार 7 रनको रोमाञ्चक जित निकाल्दै श्रृङ्खलामा सुखद सुरुवात गरेको छ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा नेपालले दिएको 225 रनको सामान्य लक्ष्य पछ्याएको क्यानाडा 47.5 ओभरमा 217 रनमै अल आउट भयो। यससँगै 3 खेलको श्रृङ्खलामा नेपालले सुखद सुरुवात गर्यो। नेपालका कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट बलिङ 4 विकेट दिलाए। जित नजिकै पुगेर पनि क्यानाडाले जित निकाल्न सकेन। 42.2 ओभरमा क्यानाडा 206 को अवस्थामा थियो, तर त्यसपछि नेपालका स्पिनरले कसिलो बलिङ गर्दै विकेट लिएपछि क्यानाडाले नाटकीय हार बिहोर्यो। ललित नारायण राजवंशीले 2 तथा पवन श्राफ, निरज ढकाल, कुशल मल्लले सामान्य 1-1 विकेट लिए। सामान्य लक्ष्य पछ्याएको क्यानाडाले चौथो ओभरमै नै पहिलो विकेट गुमायो। रिजनले ओपनर नवनीत धाविलालाई 6 रनमै पेभिलियन फर्काए। अर्को ओपनर आरोन जोस्नल पनि 20 रनमै आउट भए। उनी सोमपालको बलमा LBW आउट भए, तर त्यसपछि क्यानाडा सम्हाल्यो। पाहुना टोलीले तेस्रो र चौथो विकेटका लागि राम्रो साझेदारी गर्दै जिततर्फ अग्रसर भयो। प्रगत सिंह र निक्लेश कृतनले तेस्रो विकेटका लागि 89 रनको साझेदारी गरे। कप्तान रोहित प्रगतले 50 रनमा आउट गर्दै तेस्रो सफलता दिलाए। त्यसपछि निकोलसले चौथो विकेटका लागि हर्ष ठाकरेसँग 60 रनको साझेदारी गर्दै राम्रो स्थितिमा पुर्याए। कुशल मल्लले हर्षलाई 32 रनमा आउट गर्दै यो साझेदारी तोडे। निकोलसले एक छेउबाट इनिङ्स सम्हाले पनि साथ पाउन सकेनन्। नेपाली बलर स्पिनरको लगातार दबाव बनाए। रोहितले नै श्रेयस मोभालाई 1 रनमा आउट गर्दै 5औं सफलता दिलाए। 41 ओभरमा निकोलसले 78 रनमा पवनबाट बोल्ट भए। त्यसपछि नेपाली बलरले पुनः दबाव बनाएर त्यसपछि क्यानाडाका कुनै पनि ब्याटलरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। अन्तिम 10 ओभरमा 5 विकेट गुमाएपछि क्यानाडाले साधुरो हार बिहोर्यो। नेपालको बोलिङमा रोहितले 8.5 ओभरमा 2 मोजेन राख्दै 22 रन मात्र खर्चिँदै उत्कृष्ट प्रदर्शन गरे। उनी म्यान अफ द म्याच पनि भए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले प्रदर्शन सुखद रहेनन्। निर्धारित 50 ओभरको अन्तिम बलमा नेपाल 224 रनमा अल आउट भयो। ओपनर कुशल भुर्तेल 60 रन जोड्दा मध्य क्रममा आरिफ शेखले 38 रनमा आउट भए। ओपनर आसिफ शेख र कप्तान रोहित सामान्य 8 रनमा आउट भएपछि नेपाल दबावमा पर्यो।
तल्लो क्रममा सोमपाल 27 रन, कुशल मल्लले 20 र भीम सार्कीले 17 रनको योगदान दिए। क्यानाडाको बलिङमा उद्य भगवानले 3 विकेट तथा कप्तान सादबिन जफर, ईश्वर राज्य सोहीले सम्मान्य 2 विकेट लिँदा साहिद अहमद र हर्ष ठाकरेले सम्मान्य 1 विकेट लिँदै नेपालको इनिङ धराशायी बनाए। यद्यपि बलिङमा साथ पाएपछि नेपालले जित निकाल्न सफल भयो। नेपालले दोस्रो खेल शनिबार खेल्नेछन्। हस्त अहिलेलाई यतिकै। फलफल खबर तेज नजर हर्दै अपन टेलिभिजन। नमस्कार।